नबोलेको आक्रोश पोख्ने क्रममा कहिलेकाहीँ अलिअलि अतिरञ्जित ढङ्गले अलिअलि थोरै कुराहरू बढाव गरेर पनि बन्यो। यो सम्मानित कार्यपालिकाहरूले यो कुरालाई धेरै अन्यथा लिँदैन कि हुँदैन भन्छु म चाहिँ। त्यसले गर्दाखेरि यो बजेट निर्माण प्रक्रियामा अलिकति थोरै आजसम्म आउँदा सीमा निर्धारणको चाहिँ अघिल्लो चरण नगरसभाको तयारी सीमा निर्धारणको बैठकमा अन्तिमसम्म चाहिँ भूमिका निर्वाह गर्नुहुने सीमा निर्धारण समितिका सदस्यज्यू हाम्रो 58 नम्बर वडाध्यक्षज्यूलाई आफ्नो विषयवस्तुमा राख्न अनुरोध गर्दछु। अहिले हाम्रो आदरणीय दाई हाम्रो नरेश दाईले भन्नुभयो मलाई कसैले पनि धन्यवाद दिनु भएन भनेर, तर म यहीँबाट म उहाँलाई हृदयदेखि धन्यवाद र सम्मान गर्न चाहन्छु। साथसाथै हाम्रो कार्यपालिका सदस्य सीमा तथा निर्धारण समितिको हाम्रो सावित्री मेमलाई पनि म धन्यवाद दिन चाहन्छु, सम्मान गर्न चाहन्छु। हाम्रो मेयर साहबलाई बाबा मेयर साहबलाई पनि म धन्यवाद दिन चाहन्छु। हाम्रो प्रमुख अधिकृतज्यूलाई पनि धन्यवाद दिन चाहन्छु र साथसाथै महाशाखाको प्रमुखज्यूहरू शाखा प्रमुखहरूलाई म धन्यवाद व्यक्तिगत र मेरो यो सीमा निर्धारण समितिको तर्फबाट म धन्यवाद दिन चाहन्छु। किन भन्नाले हामीले यो पटक पटक यो बजेट बनाउँदै गर्दाखेरि हामीले 6 चोटि मात्रै हामीले यहाँ बस्दै गर्दाखेरि र बाहिर 7 चोटि बसेर 13 चोटिमा हामीले घम्सा घम्सी है 15 अध्यक्षज्यूले भन्दै गर्दाखेरि म उहाँको कुरामा सहमत छु। किन भन्नाले कसरी बनायौँ पहिला हामीले बनाउँदै गर्दाखेरि भेटाएर गयो, मलाई त्यो दिन डाइरिया पनि लाग्यो। त्यो कुरा हामीले पनि मैले त्यो कुरा राख्दै गरेर सबैजना हाँस्यो पनि। इजी राइटर होटेलमा बसेर 3 दिन बसेर हामीले बजेट बनाउन सकेनौँ त्यति बेला। र अहिले हामी म कन्टिन्यू नरेश दाई 15 अध्यक्ष नरेश दाई म 17 को अध्यक्ष हुनुहुन्थ्यो, अहिले उहाँ 17 को अध्यक्ष हुनुहुन्न, हाम्रो सावित्री मेम हुनुहुन्छ। र यो कुरा के हो भन्नाले यो 5 करोड 5 अर्ब भयो पनि हामीले कसैलाई पुग्दैन। यो सत्य कुरा हो। जति नै राखे पनि यो हुन्छ नि। किन भन्नाले यो छुटेको म अनुरोध गर्न चाहन्छु। हामी घम्सा घम्सी यो हुन्छ नि। यो बजेट ल्याउँदाखेरि धेरै कुरा हो, भित्री कुरा अब म भन्न चाहदिनँ होइन। त्यसमा सजिलो होला हाम्रो कम्पनी अधिकृत सरले धेरै भूमिका खेल्नुभयो र यहाँ अवेला सर हुनुहुन्छ, अवेला सरले पनि धेरै भूमिका खेल्नुभयो, तर भित्री कुरा म भन्दिनँ। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। फेरि यो जुन हामीले 2.76 करोड जुन हामीले छ नि त्यो वास्तवमा त्यतिकै बनेको होइन क्या। सबैलाई चाहिएको छ, सबैलाई बजेट चाहिएको मैले भन्नै पर्छ। र 5 अर्ब 10 अर्ब पनि पुग्दैन मात्र। र हामी यही कार्यकालसम्म हामी हुन्छ नि 84सम्म हामी सबै पूर्वाधारदेखि लिएर हरेक कुरा गर्छौँ, बाटो घाटो बनाउँछौँ भन्ने नसोचे पनि सम्भवै छैन। हाम्रो वार्ड टु वार्ड 18 वार्डमा त मैले सकेको छुइनँ, 10 वर्ष हुन आएको। अन्त जाने बेला पनि भयो। त्यो भएको नाताले चाहिँ म विनम्र अनुरोध गर्न चाहन्छु। जस्तै 12 करोड छ, जस्तै 3 करोड छ, हाम्रोभन्दा बढेको छ वार्डमा 21 करोडदेखि 26 करोड 5 करोड बढेको छ। त्यसमा त्यो पूर्वाधारमा 10 देखि 5 करोड बढेको छ। त्यसबाट मिलाउन हामी सबैले 19 नम्बर वार्डको हिजो भन्नुहुँदै आदरणीय दाई पूर्ण दाईले भन्नुहुँदै मुना मदन बाटो त्यसमा उ गर्नु 8 कले भन्दै थियो। 8 कले त पटक पटक भनेर ऊ हाम्रो सावित्री म्यामले त्यही हलबाट फोन गरेर 3-4 वटा टिपाउनु भयो। नरेश दाईले धेरैचोटि भन्नुभयो डिपोट स्कुलको घुमाएको उहाँले नै भन्नुभएको, तर मैले नाइ नास्ति गरिनँ। मेरै वार्डमा पाउनुपर्छ भन्ने छैन। 13 को अध्यक्षज्यूले भन्नु त्यसमा पनि थप्नु हुन्छ नि। 10 को अध्यक्ष छुटेर त्यो पनि गर्नु, 5 को भन्नुभएको छ होइन। 5 र 4 कोलाई र 20 कोलाई त पहिल्यैदेखि मैले प्राथमिकता राख्नुपर्छ, पहिलो प्राथमिकता राख्नुपर्छ भनेर डे 1 देखि मैले भन्दै आएको छु। राख्नु
कार्यालय मेयरले लाने होइन, 15 गतेले लाने होइन, मैले लाने होइन, कसैले लाने होइन। त्यो भएको नाताले म तपाईँलाई अनुरोध गर्न चाहन्छु, यो बजेट पास गरेर दिन्छ भन्ने म फेरि अनुरोध गर्न चाहन्छु। जसले 16 को छ, कस्तो स्क्यान्डल भयो, त्यो गोलघर त्यो बाटो हेर्नुहोस् त, अस्ति म जाँदै गर्दाखेरि हेर्नुहोस् त, यति डुब्नु परेछ। जानुहोस् न, यो आर्टको केस छ, आर्टको केसमा भाडामा भइरहेको छौँ हामीले, टिन्डाउने त्यो पनि लैजाउँ, तर लाली पक्ष नदेखाउँ भन्ने मेरो त्यो कुरा हो। हालिसकेपछि त्यो टेन्डर गर्नुपर्छ, त्यो कार्यान्वयनमा लानुपर्छ भन्ने मेरो चाहिँ अनुरोध गर्न चाहन्छु। त्यो भएको नाताले यो रस्साकसी नगरिकन यो बजेट पास गरेर लैजाउँ भन्ने मेरो व्यक्तिगत भनाइ यहीँ टुङ्गाउन चाहन्छु। धन्यवाद। आज मेरो जिज्ञासा के हो भने, मसँग 500 रुपियाँ पैसा बोकेर बजार गयो भने 500 को सामान घरमा ल्याउने कि 1500 को सामान घरमा ल्याउने भन्ने होडबाजी देखेको जस्तो मलाई लाग्छ। मसँग पैसा त 500 रुपियाँ छ, मैले घर खर्च 500 ले चलाउने कि 1500 ले चलाउने? घाँटी हेरेर हाड मिल्ने कि घाँटी नहेरिकन हाड छिराउने? प्रश्न त्यहाँनिर। यहाँ हेरेँ मैले आन्तरिक स्रोतमा हाम्रो गत वर्षको अनुमानमा 39.62 छ। गत वर्षको भनेपछि टोटल आम्दानी हाम्रो 1,53,38,89 रुपियाँ छ। भनेपछि हामीसँग योभन्दा पैसा आउने त मैले त खासै स्रोत त देखेको छुइनँ। स्रोत अनुमान गर्ने व्यक्तिहरूले जो समितिमा हुनुहुन्थ्यो, त्यो समितिले देखेका स्रोत हामीले आँखाले देख्न सकेनौँ कि हामीले बुझ्न सकेनौँ कि हामीलाई बुझाउन सक्नु भएन? स्रोत त हामीले पनि देख्नु पर्यो होला नि, होइन र? स्रोत नबुझेका मैले प्रश्न यो राखेको छु। स्रोत नबुझेको कुरा जस्तो 99 करोड पैसा नि स्रोत कहाँ, म केही नै देख्दिनँ। कस्तो खालको अनुमान गर्नु हो? अनुमान गर्दाखेरि 99 करोड एउटै शीर्षकमा, जहाँ कि 1 रुपियाँ पैसा आउने छैन। काम गर्नु भएनमा प्रश्न होइन, काम गर्नु भएको छ, मेहनत गर्नु भएको छ, त्यसको लागि धन्यवाद। तर त्यो कामको परिणाम भोलि कस्तो आउँछ? अहिले वडामा जाउँ, बालबालिकाको क्रियाकलाप केही पनि भएको छैन, ज्येष्ठ नागरिकको गर्न सकेको अवस्था छैन, महिलाको गर्न सकेको छैन, ब्याङ्कमा यो मोजक 47 करोड देखाइएको छ, तलब खुवाउन सकेको छैन कर्मचारीको। त्यो पीडा कसले बोल्दैछ? त्यो मनन कसले गर्ने? त्यो मनन गर्नुपर्छ होला नि, पर्छ कि पर्दैन? 1500 को सब्जी मैले घरमा लाँदाखेरि परिवारले एक दिनमा खान सक्छन् सक्दैनन्? आश्वासन देखाउँ न, कुखुरा आश्वासन 50 लाख दिनु होला, तर भुक्तानी गर्ने मलाई 5 लाख सकिएन भने त्यो आश्वासन किन दिने? कुखुरा आश्वासन। त्यसको परिणाम भोलि के हुन्छ? उपभोक्ता समितिले के अरे 3 रुपियाँ ब्याजले काटेर पैसा, अहिले ब्याङ्कमा गयो भने पैसा पाइँदैन, काटेर काम गर्ने, भुक्तानी पाउने बेलामा अर्को आर्थिक वर्षको पनि अन्तिममा पर्खिनु पर्ने। अहिलेसम्म त्यो वेदना बोकेर बस्नु उपभोक्ता समितिहरू। यो कहिलेसम्म लाने हो? एउटा प्रश्न थियो। दोस्रो कुरो, संविधान त तोकिएको 45% लक्षित वर्ग बालबालिका र महिलालाई हुने पर्सेन्ट यदि वडाबाट के अरे सिलिङमा तोकेर आउँछ भने यो बजेट अगाडि सारौँ, तोकिँदैन भने हाम्रो एलजी पास र वित्तीय अनुदानमा आउने प्रश्नमाथिको आगामी आउने आन्तरिक स्रोत र वित्तीय अनुदानबाट आएको पैसाले हामीले तलब खुवाउन सक्दैनौँ। त्यो लेखेर राख्नु। अहिले तपाईँले बनाएको बजेटले भोलि आउने पुस्तालाई, भोलि आउने के अरे यो निर्वाचित हुने व्यक्तिलाई असर पार्ने काम गर्ने कि नगर्ने? नगरपालिकालाई खोक्रो बनाउने कि नबनाउने? नगरपालिका ओह्रालो गएको भई हामी उकालो चढेको गर्दाखेरि भोलि चिप्लिएर को लड्छ? नगरपालिका लड्छ कि व्यक्ति लड्छ?
बस्ने कर्मचारीलाई टसल दिने काम नगरौँ, किनभने जसरी पनि टेन्डर लाउनै पर्यो, पैसा त छ नि यहाँ, जसरी पनि भुक्तानी गर्नै पर्यो। ए बाबा 500 रुपियाँ मेरो गोजीमा छ, 1500 कसरी भुक्तानी गर्नु? भुक्तानीको प्रश्नमा त्यतिखेर लडाइँ गर्ने। अनि हामीसँग आएर माछाका प्रमुखहरूसँग मेरो बजेट त 5 लाख परेको थियो, किन 3 लाख दिनुहुन्छ भनेर रात दिन बाँधेर जुझेर बस्ने पालिका कर्मचारीको काम त्यही हो। यसको जिम्मेवारी को लियो? यहाँ भएका कर्मचारी र जनप्रतिनिधिले होइन गर्नुपर्ने हो जिम्मेवारी। बिगार्ने बेलामा एक तहले मात्रै बिगारेको होइन, दुवै तहले बिगारेका हो त म भन्नुपर्छ। अनि बिग्रिसकेपछि समात्न नसक्ने चाहिँ कर्मचारी राख्न नसक्ने अवस्था बनाउँछौँ हामी, अनि कर्मचारीसँग घोक्रेठाक हुने गरी जुन्छौँ हामी। यसको परिणाम के आउँछ? धरानमा व्यतिथि जहिले जन्म। धन्यवाद। म उपस्थित सम्पूर्ण कार्यपालिका सदस्यहरूलाई धन्यवाद दिन चाहन्छु। विशेष गरेर बजेट निर्माण प्रक्रियामा हामी सबैको भूमिका जोडिएको छ, जोडिनुपर्छ। हिजो चाहिँ अलिक आवेशमा आयौँ हामी। हिजो चाहिँ अलिकति हामीले विषयलाई विश्रान्त गरेर अब भुत्ला सुत्ला सब उठाइदिउँ नगर कार्यपालिका प्रमुखजीको त्यो आवेशमा अलिक त मिलाउने सकिँदैन। नगर प्रमुखको हैसियतबाट मैले त्यो कुरालाई स्वीकार्नुपर्छ। किन 1 महिना हामी कार्यपालिकाको बैठक बसेका थिएनौँ, कहाँ पोखौँ लागेको थियो, तपाईँहरू पोखिदिनु भयो। अलिक बढी पोखिएको मतमा अलिकति मलाई चिन्ता चित्त दुखा मात्र हो। यद्यपि त्यो ठुलो इस्यु बनाएर मैले त्यसलाई लिइनँ। अब त्यो आवेशमा धेरै विषयवस्तु नगरौँ भने हिजोको बैठक स्थगित पनि गरियो। अब यो बजेट निर्माण प्रक्रिया कसरी प्रारम्भ भयो र कसको भूमिका कता कता जोड्यो भन्ने कुरा आज योहरूले प्रश्न बोलिसकेको छ र बुझिसकेको छ। त्यसैले बजेट निर्माण प्रक्रियामा कसैलाई दोषारोपण गर्ने भन्दा पनि बजेट राम्रो बनाउनु, बजेटलाई व्यवस्थित बनाउनु निम्ति हाम्रो छलफल प्रक्रियामा अहिले भूमिका जोड्ने क्रममा अहिले यहाँसम्म आएको हो भन्ने कुरा हामीले स्वीकारिसकेका छौँ। यो हलले स्वीकारेको छ र स्वीकार पनि पर्छ। किन भन्दाखेरि नियमअनुसार हामीले असार 10 गते बजेट बनाउनुपर्छ भन्ने हामी लागेकै थियौँ। छलफलको क्रममा जुटेका हामी प्रतिनिधिमूलक उपस्थिति राखेको त्यो लागेकै थियो। तर त्यो लाग्दै के एउटा छलफल लम्बिएर गयो। लम्बिएर किन गयो भन्दाखेरि यस्तै त हो, आफ्नो वडा बनाउनुपर्छ, धरान बनाउनुपर्छ, तपाईँहरू भने जस्तो एनर्जी हाम्रो आम्दानी स्रोत बनाउनुपर्छ। यी थुप्रै कुराहरू छलफल चलेका थिए। यो कुरा सविस्तार हाम्रो 15 गतेजीले पनि राख्नुभयो, 18 गतेजीले पनि राख्नुभयो। हामी कन्भिन्स अन्तिममा आएर कन्भिन्स भन्यो। लास्टको बैठक चाहिँ धेरै नरमाइलो जस्तो पनि भएको थियो। फेरि अन्तिममा आएर मुस्किल आएर बिचमा अलिक बुझाउँदै भए पनि सहमति गरेर निस्केर आएका थियौँ। तर यो विषयवस्तु यहाँ कार्यपालिका हलमा आउँदा सबैले ताली गडगडाट ढङ्गले ताली पिटेर पास होला भनेको हिजो फेरि भए जतिको कार्यवाही नगर प्रमुखजीलाई को पर्यो।